सम्पूर्ण मेरा मित्रहरुमा आज चाहिँ घाम पनि लाग्दैछ। कालो आकाश र आज चाहिँ अलिकति बेग्लै तरिकाको भिडियो लिएर आएको छु हजुर समक्ष। के कस्तो लाग्छ तपाईहरुलाई है? मेरो चाहिँ यो फोनमा भिडियो गर्दाखेरि फ्रन्ट ब्याक हुँदैन। मैले नजानेको होला है कि यो फोन अलिकति राम्रो भएर हो कि है। आज चाहिँ सैटरडे, त्यसले गर्दा छुट्टी। यहाँ धनिया रोपाई भएको छ। धनिया रोपाई भएको छ, धनिया गोडाइ हुँदैछ। तर आदि आस हो कि खेतीपाती भन्ने आदि आस भनेर गर्नु छोड्नु त भएन है, गर्न त पर्यो, नगरी हुँदैन। यस्तो छ साथीभाइ हो। धनिया गोड्दै गर्दाखेरि अहिले वैशाख हैन, जेठ वैशाख लाग्यो कि जानु आँट्यो। त्यसलाई चाहिँ ठक 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 असिना आउँछ नि त। त्यसले गर्दा चाहिँ जति पनि कृषक दाजुभाइहरू छ नि हाम्रो दार्जिलिङ पहाडमा, दार्जिलिङ, कालिम्पोङ, खरसाङ, मिरिक, खरसाङ मिरिक सबैमा अब उहाँहरूलाई थाहा छ। जो कृषकहरू हुनुहुन्छ उहाँहरूलाई थाहा हुन्छ है। यो गर्दै गर्दाखेरि मलाई एउटा कविता अब उत्पन्न भयो क्या। कविता चाहिँ होइन, कविता जस्तै। भरे कविता भन्दाखेरि है अलिक मिल्दैन होला है। कविता अब कविहरूले राम्रो राम्रो कविताहरू लेख्नु भएको छ, कृतिहरू हैन। पहिलातिर साहित्यकारहरू हुनुहुन्छ हाम्रो नेपाली जगतमा है। उहाँहरूकै कृति कविता पढेर आज हामी यहाँसम्म आइपुगेका छौँ हैन। धेरै अगाडि बढेका छौँ हाम्रो साहित्यमा है जस्तो लाग्छ। र एउटा कविता जस्तो चाहिँ म तपाईहरुमाझ भन्न गइरहेको छु, वाचन गर्न गइरहेको छु। कविता नै भनौँ न, कविता जस्तै खालको क्या। कविता चाहिँ होइन, कविता जस्तै खालको एउटा अन्त के भन्दाखेरि धनिया रोपाइ छ त। अब यो धनिया बेच्नु पर्यो, असिनाले त छरपष्ट बनाइन्छ नि त फेरि। र यस प्रकार चाहिँ कविता चाहिँ ए मेरी धनिया ससाना तिमी छौ तिमी धेरै मसिना। ए मेरी धनिया ससाना तिमी छौ धेरै तिमी मसिना। बेलुकी पख डाङडाङ डुङ गर्दै आउँछौ है सेतो असिना। ए मेरी धनिया ससाना तिमी छौ धेरै तिमी मसिना। बेलुकी पख डाङडाङ डुङ गर्दै आउँछ है सेतो असिना। छरपष्ट पारी दिन्छ है त्यसले, थरपष्ट पारी दिन्छ है त्यसले, टुट्छ है हाम्रो सपना। दुई हात जोडी बिन्ती छ सरकार, सुनिदेऊ हाम्रो बिलाना। दुई हात जोडी बिन्ती छ सरकार, सुनिदेऊ हाम्रो बिलाना। ग्रीन हाउस है बनाई दियो है भनी, ग्रीन हाउस है बनाई दियो है भनी गर्नेछौँ हामी सराहना। ग्रीन हाउस है चाँडै बनाइदेऊ भनी गर्नेछौँ हजुरको सराहना। धन्यवाद। यदि मन पर्यो भने लाइक अनि सेयर गरिदिनु होला। धन्यवाद।